आत्महत्याका सङ्केतहरू। आत्महत्या एक गम्भीर र दुःखद विषय भएकाले हामी सबैले यसका सङ्केतहरू जान्न आवश्यक छ। आज हामी आत्मघाती विचार र व्यवहारका केही सामान्य सङ्केतहरूको बारेमा कुरा गरौँ। व्यवहारगत परिवर्तनहरू। व्यवहारमा आएको परिवर्तन पहिलो पहिचान गर्नुपर्ने सङ्केत हो। आत्महत्याको विचार गरिरहेका व्यक्तिहरू प्रायः अन्य व्यक्तिहरूबाट टाढा टाढा जान थाल्छन्। परिवार र साथीसँगको सम्पर्क घटाउँछन्। उनीहरूले पहिलेदेखि रमाइरहेका गतिविधिहरू गर्न छोड्न सक्छन् वा एक्लोपन बढ्दै जान सक्छ। अर्को महत्त्वपूर्ण सङ्केत उनीहरूको मुडमा ठुलो गिरावट आउनु हो। उनीहरूले बढी चिडचिडाहट, उदासी वा निराशाको अनुभव गरिरहेका हुन्छन्। आफू फसेको, मूल्यहीन वा अरूलाई बोझ भएको जस्तो अनुभव गर्न सक्छन्। निराशाजनक अभिव्यक्तिहरू। आत्महत्याको विचार गरिरहेका व्यक्तिहरूले मर्ने बारे कुरा गर्न थाल्न सक्छन्। उनीहरूले आफूहरूलाई बोझ भएको वा आशाहीन महसुस गरिरहेका कुरा बताउन सक्छन्, जस्तै म यहाँ नभएको भए राम्रो हुन्थ्यो वा म केवल यो पीडा अन्त्य गर्न चाहन्छु। यी अभिव्यक्तिहरू गम्भीर चिन्ताको विषय हुन् र यसलाई उपेक्षा गर्नु हुँदैन। त्यस्तै उनीहरूले आफ्नो सम्पत्ति अरूलाई दिन थालेको वा अन्तिम तयारी गरिरहेको जस्तो व्यवहार देखाउन सक्छन्। शारीरिक र मानसिक लक्षणहरू। आत्महत्याका सोचसँगै शारीरिक र भावनात्मक सङ्केतहरू प्राय देखिन्छन्। उनीहरू अत्याधिक सुत्ने वा निन्द्रा नलाग्ने, भोकमा परिवर्तन, अत्याधिक थकान र ऊर्जाको कमी देखा पर्न सक्छ। सङ्कटमा रहेका व्यक्तिहरूमा चरम मानसिक पीडा हुन सक्छ, जसका कारण उनीहरू आवेगपूर्ण व्यवहार जस्तै लागु औषध दुरुपयोग, लापरवाहीपूर्वक सवारी चलाउने वा अन्य जोखिमपूर्ण कार्यहरूमा संलग्न हुन सक्छन्। यदि यी सङ्केतहरू देख्नुभयो भने के गर्ने? यदि तपाईँले कोही नजिकको व्यक्तिमा यी सङ्केतहरू देख्नुभयो भने यसलाई गम्भीर रूपमा लिनुहोस् र उनीहरूलाई सहयोग गर्नुहोस्। उनीहरूसँग कुनै पूर्वाग्रह नराखी कुरा गर्न सुरु गर्नुहोस्। यदि अवस्था गम्भीर देखिन्छ वा तत्काल जोखिममा छन् जस्तो लाग्छ भने तुरुन्तै सहायता लिनुहोस्। मनोवैज्ञानिक परामर्शदातालाई सम्पर्क गर्न प्रेरित गर्नुहोस् वा 988 आत्महत्या रोकथाम तथा सङ्कट सहायता हेल्पलाइनमा फोन गर्न प्रेरित गर्नुहोस्, जहाँ तालिमप्राप्त परामर्शदाताहरूले तत्काल सहायता प्रदान गर्न सक्छन्। अन्त्यमा आत्महत्याका सङ्केतहरू चिन्नु र आवश्यक कदम चाल्नुले ज्यान बचाउन सक्छ। चाहे त्यो सहानुभूति देखाउनुहोस्, व्यावसायिक सहायता खोज्न प्रेरित गर्नुहोस्, अरूलाई सहयोग प्राप्त गर्न प्रोत्साहन गर्नुहोस् वा केवल उनीहरूको कुरा सुन्नुहोस्। तपाईँको संलग्नताले ठुलो परिवर्तन ल्याउन सक्छ।